अन्ततः 2 वर्षको लामो प्रतीक्षापछि रिलायन्स स्पिनिङ मिल्स आधिकारिक रूपमा स्टक मार्केटमा प्रवेश गरेको छ। आर्थिक वर्ष 2080-81 मा कम्पनीले अर्निङ्स पर शेयर EPS 32 रुपैयाँ हुने अनुमानसहित 2080 माघमा 912 रुपैयाँ कट अफ प्राइस राखेर संस्थागत लगानीकर्ताको लागि आइपिओ निष्कासन गरेको थियो र जेनरल पब्लिकको लागि 820.8 रुपैयाँमा आइपिओ ल्याउने तयारी गरेको थियो। यसै समयमा कम्पनीले आफ्नो पब्लिश र प्रोजेक्टेड वित्तीय विवरणलाई लिएर विभिन्न कानुनी समस्याहरूको सामना गर्नु पर्यो। यस कम्पनीलाई सेबनमा बुझाएको आइपिओ आवेदनमा वित्तीय विवरण हेरफेर गरेको आरोप लाग्यो। विशेष गरी नेपाल विद्युत प्राधिकरणलाई समर्पित लाइन प्रयोग गरे बापत तिर्न बाँकी रहेको 75 करोड 36 लाख रुपैयाँ प्रस्पेक्टसमा खुलासा नगरिएको भनियो। त्यस्तै सेबनलाई पेश गरिएको विवरणमा EPS 54.34 रुपैयाँ देखाइएको भए पनि वास्तविक EPS भने केवल 2.08 रुपैयाँ मात्र रहेको दाबी गरियो। तसर्थ नियामक निकायले थप छानबिनको आवश्यक ठहर गर्दै आइपिओ प्रक्रिया लामो समयसम्म रोकेको थियो। तर अहिले अदालतको आदेशपछि कम्पनीले बुक बिल्डिङ विधि मार्फत 820.8 रुपैयाँ नै प्राइस राखेर जेनरल पब्लिकको लागि आइपिओ निष्कासन गर्यो, जुन नेपालको इतिहासमै सबैभन्दा बढी प्रिमियम प्राइस भएको आइपिओ हो। सामान्यतः 100 रुपैयाँमा आइपिओ भर्ने बानी परेका लगानीकर्ताहरूका लागि यति धेरै मूल्य तिर्नुपर्दा प्रश्नहरू उठ्नु स्वाभाविक नै हो। के नेपालकै सबैभन्दा बढी प्रिमियम प्राइसमा आइपिओ ल्याएको रिलायन्स स्पिनिङ मिल्सको फन्डामेन्टल साँच्चै नै 820.8 रुपैयाँको मूल्यलाई जस्टिफाई गर्ने खालको छ त? साथै के यो कम्पनीको प्रफिट र ग्रोथ टिकाउ छ वा यसमा केही जोखिमहरू पनि लुकेका छन् त? कम्पनीको इन्टर्नल फिनान्सियल हेल्थ, क्याश फ्लो र भविष्यको सम्भावना बुझ्नको लागि यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। सुरु गरौँ कम्पनीको संक्षिप्त विवरणबाट। विगत 3 दशक अघि सुरु भएको रिलायन्स स्पिनिङ मिल्स आज पनि नेपालको धागो निर्यात क्षेत्र अर्थात् यार्न एक्सपोर्ट इन्डस्ट्रीमा अग्रस्थानमा रहेको छ। आर्थिक वर्ष 2081-82 मा यसले देशको कुल यार्न एक्सपोर्टको करिब 55% हिस्सा ओगटेको छ भने 2 खर्ब 77 अर्बको कुल नेसनल एक्सपोर्टमा 3.7% कन्ट्रिब्युसन पुर्याएको छ। यो टोटल एक्सपोर्टमा यस कम्पनीको हिस्सा अघिल्लो वर्षको 4.42% को तुलनामा थोरै कमी हो। तर यो कमी रिलायन्सको बिजनेस कमजोर भएको कारणले भन्दा पनि सोही अवधिमा सोयाबिन ओइलको एक्सपोर्ट वात्तै बढेर 106 अर्ब रुपैयाँ बराबर पुगेकाले देशको कुल एक्सपोर्ट भोल्युम नै ठुलो भयो र टोटल एक्सपोर्टको साइज बढ्दा पर्सेन्टेज वाइज रिलायन्सको हिस्सा केही घटेर देखिएको हो। यो कम्पनीको बिजनेस मुख्यतः बाह्य मार्केटमै फोकस भएको देखिन्छ। विगत 5 वर्षको डेटा हेर्ने हो भने यस कम्पनीको कुल सेल्समा एक्सपोर्टको हिस्सा डोमेस्टिक सेल्स भन्दा धेरै ठुलो छ। औसतमा झन्डै 76% एक्सपोर्ट र मात्र 24% इन्टर्नल कन्जम्पसन रहेको छ। नेपाल जस्तो लिमिटेड इन्डस्ट्रियल बेस भएको अर्थतन्त्रमा यस्तो ग्लोबल प्रेजेन्स हुनुले कम्पनीको साइज र रेलेभेन्स त पक्कै बढाउँछ, साथै ब्रान्डको क्रेडिबिलिटी पनि माथि उठाउँछ। तर स्टोरी यतिमै सीमित छैन, किनकि यसको इन्टरनेसनल रिच देखिए जति डाइभर्सिफाइड पनि छैन। कम्पनीको करिब 60% एक्सपोर्ट एउटै मार्केट इन्डियासँग जोडिएको छ। यस्तो कन्सन्ट्रेसनका कारण रिलायन्सको अर्निङ स्ट्रक्चर नै एक ठाउँमा हेभिली डिपेन्डेन्ट देखिन्छ। तसर्थ अब प्रब्लम के हो भने कम्पनीको प्रफिट पोलिसी चेन्जेस, करेन्सी एक्सचेन्ज रेटमा हुने अप्स एन्ड डाउन्स र बाहिरी फ्याक्टर्सले ड्राइभ गर्ने डिमान्ड साइकलमा निकै सेन्सिटिभ हुन्छ। मतलब कम्पनीले ग्लोबली बिजनेस गरेको जस्तो देखिए पनि रिस्क भने धेरै हदसम्म एकै मार्केटमा क्लस्टर्ड छ, जुन इन्भेस्टर र स्टेक होल्डर्सले बुझ्नै पर्ने इम्पोर्टेन्ट पोइन्ट हो। अब कुरा गरौँ कम्पनीको प्रफिटेबिलिटी र रिटर्नको बारेमा। रिलायन्सले प्रफिट त कमाएको छ, तर त्यो प्रफिटमा ठूलो हिस्सा सरकारी एक्सपोर्ट सब्सिडीबाट आएको हो। यदि आर्थिक वर्ष 2081-82 मा यसले 61 करोड 40 लाख रुपैयाँ एक्सपोर्ट सब्सिडी प्राप्त नगरेको भए कम्पनी करिब 13 करोड 80 लाख रुपैयाँको नेट लसमा जाने थियो। तर अब यो सब्सिडी पनि अनसर्टेन हुन थालेको देखिन्छ। आर्थिक वर्ष 2082-83 मा बजेटमा प्रेसर परेको भन्दै सरकारले यस्तो सब्सिडी नै रोक्का गरेको छ भने सन् 2006
2026 मा नेपाल लिस्ट डेभलप्ड कन्ट्रीबाट ग्रेजुएट हुँदै यो सब्सिडी पूर्ण रूपमा हट्न सक्ने सम्भावना पनि रहेको छ। फलस्वरूप आगामी समयमा यस कम्पनीको प्रफिट अनस्टेबल हुन सक्ने सम्भावना बढेको छ। त्यसैगरी रेभिन्यू केही बढेको र कस्ट कटिङ पनि गर्न सकेको कारण आर्थिक वर्ष 2081-82 मा कम्पनीको ग्रस मार्जिन बढेर 19.18% पुगेको छ, जुन अघिल्लो वर्ष 14.12% मात्रै थियो। तर आर्थिक वर्ष 2082-83 को फर्स्ट क्वार्टरमा र मटेरियलको प्राइस बढेपछि ग्रस मार्जिन फेरि घटेर 11.91% मा झरेको छ। यसमा पोजिटिभ साइड के छ भने कस्ट कन्ट्रोलका कारण अपरेटिङ एक्सपेन्सेस अब रेभिन्यूको 4.8% मा झरेको छ, जुन 5 वर्षको एभरेज 5.47% भन्दा कम नै हो। आर्थिक वर्ष 2081-82 मा यस कम्पनीको रिटर्न अन एसेट ROA 3.21% मात्र छ, जुन लास्ट 5 इयर्स एभरेज 5.92% भन्दा निकै कम छ। यसले र मटेरियल कस्ट कन्ट्रोल र क्यापेसिटी युटिलाइजेसन अझ बुस्ट गर्नुपर्ने मेसेज दिन्छ। साथै नाफामा सुधार आएकाले आर्थिक वर्ष 2081-82 मा कम्पनीको रिटर्न अन इक्विटी ROE 6.53% पुगेको छ, जुन अघिल्लो वर्ष मात्र 0.7% रहेको थियो। अब बुझौं यस कम्पनीको क्याश फ्लोको बारेमा। आर्थिक वर्ष 2074-75 देखि 81-82 सम्मको अवधिमा यस कम्पनीको अपरेटिङ क्याश फ्लोमा निकै अप्स एन्ड डाउन्स देखियो। सुरुवातमा धेरै च्यालेन्जेस आए पनि समयसँगै कम्पनीले सिचुएसन म्यानेज गर्दै क्याश फ्लोमा विस्तारै सुधार ल्यायो। आर्थिक वर्ष 2078-79 मा अपरेटिङ क्याश फ्लो लगभग 1 अर्ब 30 करोड रुपैयाँको हाईएस्ट लेभलमा पुग्यो र यही इयरमा फ्री क्याश फ्लो टु इक्विटी FCFE पर शेयर करिब 48 रुपैयाँ भयो। त्यसपछि क्याश फ्लो फेरि भोलेटाइल रह्यो र आर्थिक वर्ष 2081-82 सम्म आइपुग्दा FCFE घटेर पर शेयर करिब 22.2 रुपैयाँसम्म झर्यो। त्यसैगरी आर्थिक वर्ष 2079-80 मा कम्पनीले आफ्नो क्यापेसिटी एक्सपेन्सनको लागि करिब 3.7 अर्ब रुपैयाँको क्यापिटल एक्सपेन्डिचर गर्यो। फलस्वरूप उक्त वर्षमा फ्री क्याश फ्लो टु फर्म पर शेयर करिब 101 रुपैयाँले नेगेटिभ भयो। तर यस्तो ह्युज क्यापेक्स रेपिटेटिभ नहुने भएकाले त्यसपछिको आर्थिक वर्ष 2080-81 र 81-82 मा FCFF पर शेयर क्रमशः 86 र 56 रुपैयाँ पोजिटिभ भयो। साथै यस्तो क्यापेक्सले लङ टर्ममा भ्याल्यु क्रिएट गर्न सके त ठिकै हो, नत्र भने यसले कम्पनीको ओभरअल रिटर्नमा दबाब दिन सक्छ। यस कम्पनीको डेटको अवस्था कस्तो छ त यस बारेमा पनि जानौं। यस कम्पनीको डेट अघिल्लो वर्ष 4 अर्ब 47 करोडबाट बढेर आर्थिक वर्ष 2081-82 मा 4 अर्ब 57 करोड पुगेको छ। तर बजारमा इन्ट्रेस्ट रेट पनि घटेको कारण इन्ट्रेस्ट एक्सपेन्सेस 16% ले घटेर 10 करोड 40 लाख रुपैयाँमा झरेको छ भने डेट टु इक्विटी रेशियो अघिल्लो वर्षको 0.72% बाट घटेर आर्थिक वर्ष 2081-82 मा 0.6 मा आएको छ, जसले डेटमा आधारित लगानीबाट कम्पनी विस्तारै बाहिर निस्किँदै गरेको संकेत गर्छ। त्यस्तै आइपिओ पछि इक्विटी बेस मजबुत हुँदा यो रेशियो अझै घट्ने अपेक्षा गर्न सकिन्छ। यसका साथै रिलायन्सले आइपिओबाट प्राप्त रकमको केही हिस्सा पहिले जग्गा किन्नका लागि भनेर लिएको लोन तिर्न सक्छ। त्यस्तै बाँकी रकम कम्पनीले उक्त जग्गामा भवन निर्माण गर्न र उत्पादन क्षमता वृद्धि गर्न मेसिन तथा उपकरणको खरिद गर्न प्रयोग गर्ने भनेको छ। यो कदम लङ टर्ममा कम्पनीको लागि फाइदाजनक साबित हुन सक्छ। रिलायन्स स्पिनिङ मिल्स नेपालको म्यानुफ्याक्चरिङ सेक्टरमा साइज, एक्सपोर्ट रिच र अपरेसनल डेप्थ भएको एक रेयर कम्पनी भए पनि 820.8 रुपैयाँको भ्यालुएसन साथै सब्सिडी डिपेन्डेन्सी, पोलिसी रिस्क र मार्केट कन्सन्ट्रेसनलाई पनि इग्नोर गर्न भने सकिँदैन। तर पनि अन्य डोमेस्टिक म्यानुफ्याक्चरिङ कम्पनीहरूको तुलनामा यो कम्पनी राम्रो स्थितिमा नै देखिएको छ। तपाईलाई हाम्रो रिसर्च भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला र अन्य रिसर्च रिपोर्ट र भ्यालुएसन रिपोर्टको लागि प्लिज भिजिट आवर वेबसाइट www.anshuinvest.com र यस्तै जानकारीमूलक भिडियोका लागि अन्शु इन्भेस्ट युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।